गुड मर्निङ वेलकम ब्याक लक्ष्मण ब्लग सबै च्यानललाई मेरो यो च्यानलमा स्वागत छ र आजको भिडियो सुरु गर्न गइरहेछु के कसो हुँदो रहेछ तपाईहरुलाई पनि म सँगसँगै लगेर देखाउने छु र तपाईहरुले यसरी नै माया सपोर्ट गर्नु चाहिँ नभुल्नु होला र तपाईहरुले प्लिज सब्स्क्राइब गर्नुभएको छैन प्लिज मेरो यो च्यानल लक्ष्मण ब्लगलाई सब्स्क्राइब गरिदिनुहोस् है। हाम्रो 14 माइल सप्पा राख्ने चाहिँ लाग्पा मात्रै हो है। अत्યારે हेर है बिचारा यसरी आएर ट्रनमा आएर पनि यसरी बडाल दिन्छ है यहाँ हो। यहाँ फेरि दिदी सुतिरहेको छ हो यहाँ सफा हुँदैछ एकदमै दामी सफा गर्दैछ। आज उसको रोटेसन ड्युटी होइन र पनि यसरी यहाँ आएको बेलामा चाहिँ एकदम फाटक चाहिँ सफा राख्छ हाम्रो लाग्पाले हो। अन्त भोलि पर्सि यहाँ फाटकमा अब फरेस्टले यसो हामीलाई अफिस दियो भने चाहिँ अब यहाँको उयो चाहिँ के अरे सेक्युरिटी गार्ड चाहिँ लाग्पा राख्नु हेर्नुहोस् बिचारा। यहाँ फेरि हामी खरेउटो किन्दै ल्याउँछौँ हो। झाडु सबैजना कोले लाँदैछ फेरि हामीले घरमा देख्यो भने चाहिँ राम्रो हुँदैन है। हाम्रो यहाँनिर पुरा फाटकमा झाडु हराउँदैछ। तपाईहरु झाडु रानेहरूले चाहिँ एकदम याद गर्नुहोस् है। यहाँ एकदम फाटकमा हाम्रो झाडु हराउँदैछ। यसरी हामी बडाल कुडाल गरेर यसो सफा गर्छ हो। त्यो सफा गर्नु भनेर किनेको ल्याएको झाडु चाहिँ कोकोले लाँदैछ देख्यो भने चाहिँ ठिक हुँदैन नि। अहिले फेरि किनेर ल्याएको चाहिँ भाकपाले हो बिचारा। यहाँ हाम्रो साफ सुग्घर गर्ने एकदम भाकपा मात्रै हो, अरू कसले पनि यसरी गर्दैन हो। यहाँ सब्जी बेसी बिक्री भएर सुतेको मात्रै हेर्नुहोस् त। यहाँ सब्जी बेसी भएर सुतेको बिक्री बेसी भएर आम्बो यहाँ बिहिबारे हाटमा चाहिँ मान्छे बेसी भएर चाहिँ यहाँ हेर्नुहोस् यहाँ सुतेको भगवान्। सब्जी यसो राखेर सुतिरहेको छ पुरा कस्टमर बेसी भएर यस्तो भएको त खास हेर्नु त। आम्बो तर बिहिबारे सक्यो है आम्बो कता खतरा सुत्दिनु भएको अन्त ठैट यति सब्जी रहेछ बेसी बिक्री भएर चाहिँ यसो सुतिरहेको छ हेर्नुहोस्। गुड इभिनिङ सबैजनालाई। र हाम्रो चाहिँ घरबाट यस्तो देखिरहेछ आज घाम अस्ताउन लाग्यो है यस्तो देख्दैछ। र म चाहिँ भर्खर घर आइपुगेँ हो। र यहाँ चाहिँ यस्तो देखिरहेछ आजको भ्यू देख्नुभयो। यहाँबाट चाहिँ भयङ्कर दामी देख्छ हाम्रो यहाँबाट चाहिँ कञ्चनजङ्घाहरू एकदम दामी र भ्यूहरू पनि बिहानै उठ्दा एकदम दामी देख्दा खुसी लाग्छ क्या। यहाँ हेर्नुहोस् नि